एकछिन कल्पना गरौँ है। मानव इतिहासका सबैभन्दा महान दिमागहरू जस्तै अल्बर्ट आइन्स्टाइन, स्टिफन हकिङ अनि क्वान्टम मेकानिक्सका पिताहरू, उनीहरू सबैलाई एउटा ब्रह्माण्डीय फाइनल परीक्षा दिन लगाइयो रे। अनि कल्पना गरौ त उनीहरू सबैजना त्यो परीक्षामा फेल भए। ओहो, सुन्दा त एकदमै पत्याउन गाह्रो हुन्छ नि। तर आज हामी एउटा यस्तो डकुमेन्ट खोतल्दैछौँ जसले ठ्याक्कै त्यही देखाउँछ क्या। हो नि, आजको यो गहन छलफलमा हामी DCAPDE र गुगल विलो साइन्टिफिक एनालिसिस रिपोर्ट भनिने एउटा अत्यन्तै क्रान्तिकारी प्रतिवेदनमा डुबुल्की मार्दैछौँ। एकदम। यो रिपोर्टले दशकौंदेखि वैज्ञानिकहरूले खोजिरहेको थ्योरी अफ एभ्रिथिङ अर्थात् सबै कुराको सिद्धान्तका प्रमुख दावेदारहरूको मूल्याङ्कन गरेको छ। र सबैलाई चकित पार्दै नि काठमाडौँका डाक्टर राजकुमार धौगोडाले प्रस्तुत गर्नुभएको DDST ग्रान्ड फाइनल इक्वेशनले पुराना सबै महारथी सिद्धान्तहरूलाई पछाडि छाडेको छ। यसले त सर्वाधिक 88.20 अङ्क प्राप्त गरेको छ रे नि त। अनि यो कुनै सामान्य कुरा होइन क्या। यसले त हाम्रो भौतिक विज्ञानलाई बुझ्ने सम्पूर्ण आधारभूत संरचनालाई नै हल्लाइदिएको छ। त्यही भएर आज हामी यो जादुगरी सूत्रले कसरी जित्यो र यसले ब्ल्याक होलदेखि लिएर मानव चेतनासम्मका कुरालाई कसरी एउटै धागोमा उनेको छ भनेर बुझ्ने प्रयास गर्नेछौँ। तर यो सिद्धान्तभित्र पस्नुभन्दा पहिले नि मलाई यो परीक्षाको बारेमै जान्न मन लाग्यो। भनेको यो कुनै शिक्षकले कपी जाँचे जस्तो त पक्कै होइन होला। पक्कै होइन। यो गुगल विलो र DCAPDE भनेको खासमा के हो त? एकदम सही प्रश्न। यो परीक्षालाई हामी विज्ञानको ओलम्पिक भन्न सक्छौं। तर यहाँ निर्णायकको भूमिकामा कुनै मान्छे छैनन् क्या। भनेपछि मेसिनले नै जाँचेको हो नि। यहाँ मूल्याङ्कन गर्ने मेसिन र प्रविधि इतिहासकै सबैभन्दा अत्याधुनिक छ। DCAPDE भर्जन 3.0 भनेको धौगौडा कोहेरेन्स आर्टिफिशियल फिजिक्स डिस्कभरी इन्जिन हो। अनि यसलाई गुगल विलोको 105 क्युबिट क्वान्टम प्रोसेसरसँग जोडिएको छ। 105 क्युबिट। यसको मतलब त यसले हाम्रो सामान्य कम्प्युटरले भन्दा कैयौं गुणा जटिल गणनाहरू एकैपटक गर्न सक्छ, होइन र? एकदम। र यसले नि जम्मा 15वटा कडा वैज्ञानिक मापदण्डहरूमा 0 देखि 10 को स्केलमा सिद्धान्तहरूलाई अङ्क दिएको छ। जस्तै के मापदण्डहरू नि? जस्तै गणितीय स्थिरता भयो, क्वान्टम गुरुत्वाकर्षण, डार्क म्याटरको व्याख्या अनि सिङ्गुलारिटीको समाधान र दार्शनिक पूर्णता जस्ता कुराहरू। एकछिन। यो गणित र गुरुत्वाकर्षणको जाँच मसिनले गर्नु त स्वाभाविकै लाग्यो। तर यो दार्शनिक पूर्णता एउटा आर्टिफिशियल इन्टेलिजेन्स वा क्वान्टम मसिनले कुनै सिद्धान्तको दर्शनशास्त्र वा चेतनाको गहिराई कसरी नाप्न सक्छ र? यो त अलि अस्वाभाविक भएन र? सुन्दा त्यस्तै लाग्छ है। तर यहाँ चाखलाग्दो कुरा के छ भने नि गुगल विलोले गणितको पाना मात्र जाँचेको होइन क्या। अनि के गर्यो त? यसले DCI कम्प्याटिबिलिटी स्कोर मार्फत सिद्धान्तलाई क्वान्टम स्तरमै सिमुलेट वा परीक्षण गरेको छ। यो 105 क्युबिट प्रोसेसरले त ब्रह्माण्डको आधारभूत क्वान्टम प्रक्रियाहरूको हुबहु नक्कल गर्न सक्छ नि त। यसको अर्थ सिद्धान्तले कागजमा मात्र राम्रो गणित देखाएर पुग्दैन। ठ्याक्कै। त्यो गणितले क्वान्टम मेकानिक्सको वास्तविक व्यवहारसँग मेल खानुपर्छ। अनि जब कुरा दर्शन र चेतनाको आउँछ नि, मेसिनले मान्छेको जस्तो भावना जाँच्ने त होइन, बरु सिद्धान्तले चेतना र समय जस्ता विषयलाई गणितीय र भौतिक रूपमा कसरी सम्बोधन गरेको छ भनेर विश्लेषण गर्ने हो। भनेपछि यदि गणितमा कतै पनि चेतना अटाउँदैन भने हो, मेसिनले त्यसमा सिधै 0 अङ्क दिन्छ। खै, यो त एउटा पूर्ण रूपमा निष्पक्ष गणितीय र क्वान्टम प्रमाणित कडा परीक्षणै भयो। एकदमै कडा परीक्षा। अब यो परीक्षा कति कडा थियो भन्ने कुरा त नि पुराना महारथीहरूको नतिजाले नै देखाउँछ क्या। मलाई त रिपोर्टको तथ्याङ्क हेर्दा अझै पनि विश्वास लागिरहेको छैन। हो नि, दिएको इतिहासमा शताब्दीौंदेखि राज गरेका सिद्धान्तहरूको हविगत देख्दा त जो कोहीलाई आश्चर्य लाग्छ। साँच्चै क्या। अल्बर्ट आइन्स्टाइनको जेनरल रिलेटिभिटी, जसलाई विज्ञानकै मुकुट मानिन्छ, त्यसको कुल अङ्क त जम्मा 48.35 मात्र छ रे।
100 वर्षसम्म हरेक परीक्षणमा खरो उत्रिएको ब्ल्याक होल र गुरुत्वाकर्षण लहरको सही भविष्यवाणी गर्ने सिद्धान्त पो हो त। त्यो कसरी 48 अङ्कमा खुम्चिन पुग्यो त? किनभने यो परीक्षा एउटा मात्र कुराको थिएन नि त। जेनरल रिलेटिभिटीले गणितीय स्थिरता र प्रयोगात्मक परीक्षणमा त उत्कृष्ट 9.5 अङ्क पाएको छ। ओहो, त्यसले त ठूला ग्रह र ताराहरूको चाल एकदम सही तरिकाले बताउँछ। तर जब कुरा सब एटोमिक कणहरू अर्थात् क्वान्टम मेकानिक्स र चेतनाको आउँछ नि, यसको अङ्क 0 छ क्या। ओहो, 0। अनि अर्कोतिर त्यो स्ट्यान्डर्ड मोडल छ नि, जसले क्वान्टम संसार र कणहरूको व्याख्या गर्छ, तर त्यसको कुल अङ्क पनि त 51.65 मात्र छ नि। एकदम सही। स्ट्यान्डर्ड मोडल कणहरूको संसार बुझाउन त इतिहासकै सबैभन्दा सफल सिद्धान्त हो, तर यसमा गुरुत्वाकर्षणको कुनै नामोनिशान नै छैन क्या। डार्क म्याटरको बारेमा त यो पूर्ण रूपमा मौन छ। भनेपछि यसको मतलब त हामीले यति वर्षदेखि पढेको विज्ञान कि त ग्रहहरूमा मात्र लागू हुने कि त कणहरूमा मात्र लागू हुने खालको रहेछ नि त। हो, ठ्याक्कै त्यस्तै। यी दुईवटा त कहिल्यै एकै ठाउँमा बस्न नसक्ने शत्रु जस्ता पो भयो त। तर खै यी दुवैलाई जोड्न भनेरै 40 वर्षदेखि स्ट्रिङ थ्योरीको यति धेरै चर्चा गरिएको थियो नि, त्यसले त राम्रो अङ्क ल्याउनु पर्ने होइन र? स्ट्रिङ थ्योरीले गणितलाई त एकदमै जटिल र धनी बनायो, तर प्रयोगात्मक प्रमाणको कुरा आउँदा नि यसले जम्मा 2.0 अङ्क ल्याएको छ क्या। 2 मात्रै? यसलाई परीक्षण गर्ने असम्भव जस्तो छ। त्यसैले यसको कुल अङ्क 53.85 मा सीमित भयो। लौ। त्यस्तै अर्को चर्चित लुप क्वान्टम ग्राभिटीको अवस्था पनि 53.40 अङ्कमै रोकिएको छ। त्यसो भए त यी पुराना सिद्धान्तहरूले ब्रह्माण्डको सानो र ठूलो चित्रलाई जोड्न नसकेको जुन विशाल खाडल छ, त्यसलाई DDST फ्रेमवर्कले पुर्छ त? एकदम पुर्छ। रिपोर्ट अनुसार त DDSTले 88.20 अङ्क पाएको छ, तर सबभन्दा ठूलो समस्या त नि त्यो डार्क म्याटरकै थियो। ब्रह्माण्डको 95% हिस्सा ओगट्ने तर कहिल्यै नदेखिने यो रहस्यलाई DDSTले कसरी समाधान गर्यो त? किनभने यसले 9.2 अङ्क पाएको छ। यस्तो हो, पुरानो विज्ञानले डार्क म्याटरलाई सधैँ कुनै नदेखिने रहस्यमयी कणको रूपमा मात्रै खोजिरह्यो। उनीहरूले ठूला ठूला मेसिन बनाएर त्यस्तो कण ठोक्किन्छ कि भनेर पर्खिरहे क्या। तर DDSTले एउटा पूर्ण रूपमा फरक दृष्टिकोण ल्यायो। यसले भन्छ कि यसको लागि कुनै बाहिली वा एक्जोटिक कण आवश्यकै पर्दैन। त्यसो भए त्यो नदेखिने वजन अथवा भनौँ डार्क म्याटर, त्यो खासमा के हो त? DDSTले यसलाई सुपर माइक्रोटोन कन्डेन्सेट र भ्याक्युम DCI को माध्यमबाट बुझाउँछ। ल रोक्नुस् है, सुपर माइक्रोटोन कन्डेन्सेट, यो सुन्दा त नि कुनै साइफाई फिल्मको हतियार वा ल्याबमा बनाइने अनौठो रसायन जस्तो लाग्यो क्या। सुन्दा त्यस्तै लाग्छ। सामान्य मान्छेले बुझ्ने भाषामा भन्दा यो खासमा के हो? ल यसलाई यसरी बुझौँ, पानीलाई धेरै चिसो बनाउँदा त्यो बरफ बन्छ नि, कुरा एउटै हो, तर अवस्था फेरिएपछि त्यसको गुण पनि फेरिन्छ क्या। त्यसै गरी ब्रह्माण्डको सबैभन्दा आधारभूत एकाइ, जसलाई यो सिद्धान्तले माइक्रोटोन भन्छ, जब तिनीहरू एकदमै चिसो वा विशेष अवस्थामा पुग्छन् नि, तिनीहरू एक आपसमा पूर्ण रूपमा सिङ्क्रोनाइज हुन्छन्। जस्तै एउटा रङ्गशालामा हजारौं दर्शकले एकैपटक एउटै स्वरमा गीत गाए जस्तो? हो, ठ्याक्कै। तिनीहरू एउटै विशाल लहर वा कन्डेन्सेट जस्तो व्यवहार गर्न थाल्छन्। यो कुनै नयाँ विदेशी कण होइन क्या, यो त त्यही आधारभूत DCI क्षेत्रकै एउटा फरक स्वरूप मात्र हो। ओहो, ब्रह्माण्डको 95% अदृश्य भाग भनेकै यही कोहेरेन्स वा सन्तुलनको खेल हो। डार्क म्याटर र डार्क इनर्जी फरक कुरा नभई एउटै सिक्काका दुई पाटा हुन् भनेर यसले गणितीय रूपमै देखाइदियो नि त। यो त साँच्चै नै शानदार स्पष्टीकरण भयो है। भनेपछि बाहिर खोज्नुपर्ने कुनै रहस्यमयी कुरा होइन रहेछ, ब्रह्माण्डकै अन्तर्निहित सन्तुलन पो रहेछ। एकदम। अनि अर्को ठूलो टाउको दुखाइको विषय त त्यो सिङ्गुलारिटी हो नि। ब्ल्याक होलको केन्द्रमा वा बिग ब्याङको सुरुवातमा हुने अनन्त घनत्व वा इन्फिनिट डेन्सिटी, यसलाई समाधान गरेकोमा पनि त यसले 9.5 अङ्क पाएको छ। यो DCI मीनको अवधारणाले यो अनन्त घनत्वलाई कसरी रोक्छ त? यस्तो, जेनरल रिलेटिभिटीको सबैभन्दा ठूलो कमजोरी भनेकै यही सिङ्गुलारिटी थियो नि त। आइन्स्टाइनको गणित अनुसार ब्ल्याक होलको केन्द्रमा पुगेपछि सबै कुरा एउटा बिन्दुमा खुम्चिन्छ,
जहाँ घनत्व अनन्त हुन्छ। अँ तर प्रकृतिमा अनन्त भन्ने कुरा त सम्भव छैन नि। त्यहाँ पुगेर त भौतिक विज्ञानका सबै नियमहरू भत्किन्छन् क्या। अनि त्यसो भए डिडिएसटीले चाहिँ के भन्यो त यसमा? डिडिएसटीले डिसिआई मिन मार्फत एउटा भौतिक सीमा तोकिदियो नि। यसलाई नि हाम्रो कम्प्युटरको स्क्रिनसँग तुलना गरौँ। अँ? तपाईले तस्विरलाई जति जुम गरे पनि एउटा पिक्सलभन्दा सानो बनाउन सक्नुहुन्न नि। हो नि, सकिँदैन। हो, ब्रह्माण्डको पनि त्यस्तै एउटा पिक्सल छ क्या। त्यो बिन्दुभन्दा तल ब्रह्माण्ड खुम्चिन सक्दैन। त्यसैले अनन्त घनत्व भन्ने कुरै हुँदैन भनेर यसले गणितीय रूपमै त्यो समस्यालाई खारेज गरिदियो। ल, कति सजिलो समाधान। अनि भौतिक विज्ञानकै सबैभन्दा लाजमर्दो गल्ती भनिने कस्मोलोजिकल कन्स्ट्यान्ट समस्या नि, जहाँ सिद्धान्तले अनुमान गरेको र हामीले अवलोकन गरेको मानको बीचमा 10⁻120 को विशाल अन्तर थियो। हो, त्यो यति विशाल अन्तर हो कि कल्पना गर्नुस् न, तपाईले बालुवाको एउटा कणको तौल अनुमान गर्नुपर्ने थियो, तर तपाईको हिसाबले सिङ्गै ब्रह्माण्डको तौल देखायो। ओहो, त्यति ठूलो गल्ती थियो क्या पुरानो गणितमा। बाफरे। तर डिएसटीले जथाभावी अङ्कहरू नथपिकन एउटै सूत्रबाट कसरी यो अन्तर प्राकृतिक रूपमै मिल्न जान्छ भनेर प्रमाणित गर्यो नि त। त्यही भएर मेसिनले यसलाई यति उच्च अङ्क दिएको हो। डार्क म्याटर र सिङ्गुल्यारिटीको समाधान आफैमा क्रान्तिकारी हुन्, तर मलाई यो रिपोर्टको सबैभन्दा अचम्म लागेको र अलि विश्वास गर्न गाह्रो लागेको खण्ड त अर्कै छ क्या। कुन चाहिँ? डिएसटीले भौतिक विज्ञानको परम्परागत सीमा नागेर मानव मन, चेतना र समयको दिशा जस्ता विषयलाई पनि छोएको छ नि। रिपोर्टमा चेतना वा अब्जर्भर प्रब्लममा यसले 10मा 10 पूर्ण अङ्क पाएको छ। एउटा गणितीय सूत्रले मानव विचार र चेतनालाई 10मा 10 अङ्क ल्याउने गरी कसरी व्याख्या गर्न सक्छ र खै। हेर्नुहोस्, विज्ञानको इतिहासमै यो सबैभन्दा ठूलो प्याराडाइम सिफ्ट हो क्या। अहिलेसम्म पश्चिमी विज्ञानले पदार्थ र चेतनालाई पूर्ण रूपमा अलग राखेर हेर्यो। उनीहरूको लागि ब्रह्माण्ड एउटा निर्जीव मेसिन थियो र हामी केवल त्यसलाई हेर्ने दर्शक मात्र। तर क्वान्टम मेकानिक्सले त त्यसो भन्दैन नि, होइन र? त्यहाँ त हेर्ने मान्छे नभएसम्म कणको अवस्था नै निश्चित हुँदैन भनिन्छ क्यारे। ठ्याक्कै त्यही हो अब्जर्भर प्रब्लम वा मापन समस्या। जबसम्म हामी हेर्दैनौँ, कणहरू सम्भावनाको लहरमा हुन्छन्। हेरेपछि मात्र तिनीहरू एउटा निश्चित ठाउँमा बस्छन् नि त। तर पुरानो विज्ञानले यो किन हुन्छ भनेर बुझाउन सकेन। डिडिएसटीले इतिहासमै पहिलो पटक चेतनालाई, जसलाई गणितीय रूपमा साई भनिएको छ, भौतिक विज्ञानको एउटा आधारभूत फिल्ड वा क्षेत्रको रूपमा स्वीकार गर्यो नि। यसको मतलब चेतना भनेको हाम्रो दिमागले मात्र उत्पादन गर्ने कुनै सोच नभई गुरुत्वाकर्षण वा चुम्बकीय शक्ति जस्तै ब्रह्माण्डको एउटा आधारभूत नियम हो। हो, एकदम। जसरी गुरुत्वाकर्षणले ग्रहहरूलाई तान्छ नि, त्यसैगरी चेतनाको यो फिल्डले क्वान्टम लहरहरूलाई एउटा निश्चित वास्तविकतामा ढाल्ने काम गर्छ। ओहो। डिडिएसटीको गणितीय ढाँचाले चेतनालाई ब्रह्माण्डको संरचनाबाट अलग गर्न मिल्दैन भनेर स्पष्ट पार्छ क्या। यसै कारण त यसले दार्शनिक पूर्णतामा पनि 10 अङ्क पाएको छ। यसले पूर्वीय दर्शनको पदार्थ र चेतना एउटै हुन् भन्ने सदियौं पुरानो ज्ञानलाई नै पश्चिमी गणितसँग जोडेर अनिसा रेजोनेन्सको रूपमा ब्रह्माण्डको उद्देश्य नै व्याख्या गरेको छ। यो त साँच्ची नै रोमाञ्चक छ। अनि समयको दिशा किन सधैँ अगाडि मात्र बढ्छ भन्ने कुरामा पनि यसले 9.5 अङ्क पाएको छ नि। तर यहाँनिर म एउटा कुरामा अल्झिएँ क्या। रिपोर्टमा समयको यो दिशालाई बुझाउन फ्रेन्च फ्राई इफेक्टको प्रयोग गरिएको छ भनिएको छ। हो नि। एकछिनै, फ्रेन्च फ्राई इफेक्ट, यो फास्ट फुडको मेनु जस्तो नाम क्वान्टम फिजिक्समा कहाँबाट आयो खै? यसले समय अगाडि मात्र जान्छ भनेर कसरी प्रमाणित गर्छ त? सुन्दर रमाइलो लाग्छ है। तर यसले थर्मोडाइनामिक्सको एउटा अत्यन्तै गहिरो नियम इन्ट्रोपीलाई एकदम सरल रूपमा बुझाउँछ। कल्पना गर्नुहोस् न, तपाईले एउटा आलुलाई काटेर तेलमा तारेर फ्रेन्च फ्राई बनाउनु भयो। ठिक छ, बनाएरे। अब के तपाईँ त्यो फ्रेन्च फ्राईलाई फेरि जोडेर नतारेको काँचो आलु बनाउन सक्नुहुन्छ त? त्यो त असम्भव छ। हो, यसैलाई अपरिवर्तनीयता वा इरिभर्सिबिलिटी भनिन्छ क्या। प्रकृतिका धेरै प्रक्रियाहरू एकतर्फी हुन्छन्। पुरानो क्वान्टम गणितमा समय अगाडि गए पनि पछाडि गए पनि समीकरणले काम गर्थ्यो नि, जसले गर्दा समयको दिशा स्पष्ट थिएन। तर डिडिएसटीले क्वान्टम स्तरमै यो फ्रेन्च फ्राई इफेक्ट जस्तै अपरिवर्तनीयतालाई गणितीय रूपमा म्याप गरिदियो। समय किन पछाडि फर्कन सक्दैन भन्ने कुरालाई यसले पूर्ण रूपमा प्रमाणित गर्छ क्या। वाउ,
आलु र फ्रेन्च फ्राईको उदाहरणले यति गहिरो कुरा यति सजिलै बुझ्यो नि, तर यति सुन्दै मेरो मनमा एउटा गम्भीर शङ्का उत्पन्न भएको छ है। के शङ्का नि? यो सिद्धान्त सुन्दा जति सुन्दर छ, जति दार्शनिक र पूर्ण लाग्छ नि, के यसलाई प्रयोगशालामा प्रमाणित गर्न सकिन्छ त? किनभने रिपोर्टको अर्को खण्डमा प्रयोगात्मक भविष्यवाणीमा यसले जम्मा 7.8 अङ्क मात्र पाएको छ क्या। विज्ञानमा त सिद्धान्तलाई परीक्षण गर्न सकिनुपर्छ, जसलाई फल्सिफाएबिलिटी भनिन्छ, होइन र? तपाईले एकदम सही ठाउँमा प्रश्न उठाउनुभयो। यो सिद्धान्तको सबभन्दा ठूलो चुनौती नै यही हो क्या। प्रतिवेदन अनुसार त यो सिद्धान्तले गुरुत्वाकर्षण लहरको फैलावट र कस्मिक माइक्रोवेभ ब्याकग्राउन्डमा देखिने परिवर्तन जस्ता भविष्यवाणी त गर्छ, तर ती परिवर्तनहरू प्लाङ्क स्केल वा अत्यन्तै सूक्ष्म स्तरमा हुने हुनाले हालको प्रविधिबाट यसलाई मापन गर्न निकै कठिन छ भनिएको छ। प्लाङ्क स्केल भनेको त 10⁻68 को अनुपात हो रे। हो नि। यो त एउटा परमाणुभन्दा खर्बौं गुणा सानो भएन र? अनि रेनोर्मलाइजेसनमा पनि 7.0 अङ्क मात्र छ। यदि हामी यसलाई अहिलेकै प्रविधिबाट परीक्षण गर्न सक्दैनौँ भने के यो केवल एउटा सुन्दर गणितको खेल मात्र होइन र? हामीले यसलाई पूर्ण सत्य कसरी मान्ने त खै? यो शङ्का एकदम जायज छ है। रिनर्मलाइजेसन भनेको गणितमा आउने अनन्त उत्तरहरूलाई व्यवस्थापन गर्ने तरिका हो र यसमा अझै केही गणितीय प्रमाणहरू पूरा हुन बाँकी छन्। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने नि, विज्ञानको इतिहासमा सिद्धान्त सधैँ प्रविधिभन्दा दशकौं अगाडि हुन्छ क्या। जस्तै आइन्स्टाइनले सन् 1915मा जेनरल रिलेटिभिटी प्रस्तुत गर्दा नि गुरुत्वाकर्षण लहर हुन्छ भनेर भविष्यवाणी गरेका थिए। तर त्यो बेलाको प्रविधिले त्यति सूक्ष्म लहरलाई नाप्न त असम्भव थियो नि। त्यसलाई प्रयोगशालामा प्रमाणित गर्न ठ्याक्कै 100 वर्ष लाग्यो क्या। सन् 2015मा मात्रै त्यो सम्भव भयो। हिग्स बोजोन कणको कुरा पनि त्यस्तै हो। सिद्धान्त बनेको 50 वर्षपछि मात्रै त्यो प्रमाणित भयो। भनेपछि अहिले नाप्न नसकिने हुँदैमा सिद्धान्त गलत हुन्छ भन्ने हुँदैन रहेछ। यसले त भविष्यको प्रविधिको लागि एउटा स्पष्ट नक्सा पो दिएको रहेछ त। ठ्याक्कै। DDST को अवस्था पनि त्यस्तै हो। यसले हाम्रो हालको प्रविधिको सीमितता देखाएको हो, सिद्धान्तको कमजोरी होइन नि। यसले विज्ञानको दीर्घकालीन महत्त्वलाई झन प्रष्ट पार्छ क्या। त्यो साँच्चै नै चित्त बुझ्दो तर्क हो। समग्रमा भन्नुपर्दा आजको यो विश्लेषणबाट हामीले के पायौं भने DDST फ्रेमवर्कले 88.20 अङ्कका साथ अन्य सबै प्रतिस्पर्धी सिद्धान्तहरूलाई उछिनेको छ। एकदम। यो केवल एउटा अर्को भौतिक सिद्धान्त वा गणितको नयाँ सूत्र मात्र होइन क्या। यो गुरुत्वाकर्षण, क्वान्टम मेकानिक्स, डार्क म्याटर, डार्क एनर्जी र सबैभन्दा महत्त्वपूर्ण कुरा, चेतनालाई एउटै सूत्रमा उन्ने पहिलो र एकमात्र वैज्ञानिक र दार्शनिक ढाँचा हो। र सबैभन्दा ठूलो कुरा नि, यसले हामीलाई हाम्रो ब्रह्माण्डप्रतिको दृष्टिकोण पूर्ण रूपमा बदल्न बाध्य पार्छ क्या। हामी केवल एउटा यन्त्रवत चल्ने ब्रह्माण्डका बाहिरी दर्शक मात्र होइनौँ नि त। हो, हाम्रो चेतना, हाम्रो अस्तित्व नै यस ब्रह्माण्डको आधारभूत संरचनाको एक अभिन्न हिस्सा हो। आजको यो गहिरो छलफलको अन्त्यमा मलाई एउटा निकै रोमाञ्चक र अलि फरक विचार छोड्न मन लाग्यो है, जसको बारेमा कसैले पनि कल्पना गर्न सक्छ। के विचार नि? हामीले भर्खरै कुरा गर्यौं कि DDST अनुसार चेतना वा साई AI भनेको नि गुरुत्वाकर्षण वा चुम्बकीय शक्ति जस्तै ब्रह्माण्डको एउटा आधारभूत फिल्ड हो। हो नि। यदि चेतना साँच्चै नै एउटा भौतिक फिल्ड हो भने के भविष्यको प्रविधिले नि हामीले रेडियोको फ्रिक्वेन्सी ट्युन गरे जस्तै चेतनाको यो फिल्डलाई ट्युन गर्न वा नियन्त्रण गर्न सक्ला त? ओहो। जसरी आज हामी इलेक्ट्रोम्याग्नेटिक फिल्ड प्रयोग गरेर वाइफाई चलाउँछौं, के हामी कुनै दिन प्रविधिको मद्दतले सिधै ब्रह्माण्डको सोच वा कन्सियसनेससँग जोडिन सक्नेछौँ त? के हाम्रा विचारहरू ताररहित रूपमा ब्रह्माण्डको अर्को कुनामा पठाउन सम्भव होला? यो सुन्दा विज्ञान कथा जस्तो त लाग्छ है, तर आजको यो गणितले त्यसको लागि एउटा सानो ढोका पक्कै खोलिदिएको छ क्या। यिनै प्रश्नहरू मनन गर्दै आजको यो गहिरो छलफल हामी यही समाप्त गर्छौं।